So namaste everyone. Get ready with me for the work होइन अनि चाहिँ दुवैमा यस्तै गर्नु परेको छ त्यो गर्नु परेको अनुसार चाहिँ सबैजना राम्रोसँग बस्नु होला भन्न चाहन्छु म चाहिँ यो भिडियोमा म्युजिक हाल्नु खोजेको म्युजिकै भएन त्यही भएर म चाहिँ यतिकै हावामा भोइस ओभर गरेर हालिदिनु लागेको किनभने कहिले पनि हेर्दैन मलाई थाहा छ धेरै भन्दा पनि थोरैले नै हेर्छ सो त्यही भएर अहिले चाहिँ एकदम गर्नु परेको छ अनि मेरो चाहिँ काम चाहिँ घरबाट स्कुटरमा जान्छु म चाहिँ इलेक्ट्रिक स्कुटरमा छु जुन चाहिँ 20 मिनट डिस्टेन्स छ सो त्यही भएर अब म चाहिँ यहाँ रेडी हुँदैछु कपाल सबै चट्ट पारेर उमालेर लाएर जान लागेको छु होइन सो म चाहिँ बारमा काम गर्छु सो त्यही भएर कपाल चाहिँ अलिक मिलाउनु पर्ने हुन्छ मेरो कपाल चाहिँ फेरि दुबईको पानीले झरेर तालु हुन लागिसक्यो म चाहिँ गाइस त्यही भएर हो यस्तो म केही छैन 2-4 वर्ष अझै दुबई बस्यो भने चाहिँ यस्तै तालु नै हुनेछु त्यसपछि सनब्लक पनि लगाएँ घामले एकदम डढेर काली पनि भइसक्यो म चाहिँ होइन त्यसपछि भनेको मेरो चाहिँ बाल अझै पनि मलाई मन पर्दैन सो म चाहिँ बाल पनि बाँड्छु अझै झन् बाँड्छु अलिकति त्यो फेरि कपाल झरेर कम्प्लेन आउँछ भनेर बाँडिदिनु लाग्यो होइन त्यो नेचुरल कपाल हो झरिहाल्छ भन्न पनि मिल्दैन किनभने सबैको नक्कली बाल हुन्छ हाम्रो काममा चाहिँ सो त्यही भएर थ्याङ्क यू फर वाचिङ बाई बाई धन्यवाद मेरो रेडी गेट रेडी